हेलो साथीहरू, आज चाहिँ हामी घर जानको लागि सामान रेडी गर्दैछौँ। बिहे गरेको 7 महिनापछि यो चाहिँ मेरो हो अनि ब्याग लानको लागि कपडा मेरो मात्रै कपडा छ। यसमा चाहिँ मेरो श्रीमानको कपडा छ अनि यो चाहिँ मेरो भइहाल्यो, मेरो श्रीमानको भयो अनि कपडा यहाँ जानको लागि लगाउनु पर्ने। यहाँ रहेको छ नानी बाबुहरूको लागि सरसामानहरू छ अनि हामी लाग्यौँ यात्रामा। ओके, हामी चाहिँ अहिले नेपालगञ्जदेखि बेलकुनाको यात्रा गर्दैछौँ। हुम्ला जानको लागि चाहिँ बिहान 7 बजे हामी हिँडेका थियौँ भने अब हाम्रो यात्रा हुन्छ नेपालगञ्जदेखि सुर्खेत। अरे कहना क्या चाहते हो? इस सज्जन को क्या तकलीफ है भाई? खत्म, बाय बाय। त्यसपछि सुर्खेत र त्यसपछि हामी हुम्लाको यात्रा गर्दैछौँ। हामी एकदमै एक्साइटेड छौँ। धेरै वर्षपछि फेरि म घर जान पाएको छु। पहिलोचोटि हामी जाँदैछौँ र हामी चाहिँ हुम्ला जानुको लागि मेरो माइत कतिखेर पुगौँला भन्ने भएको थियो। हरे भन्ने ठाउँ आउने बित्तिकै मलाई चाहिँ एकदमै मन चञ्चल हुन्छ क्या। अनि साथीहरू पहिलोचोटि हुम्ला जाँदैछु, खुसी छु एकदमै। अनि आफू जन्मेको ठाउँ पनि घरमा जाँदैछु है। फाइनली साथीहरू म चाहिँ मेहेलकुना म जन्मेको ठाउँमा हुर्केको ठाउँमा आइपुगेको छु। हेर्न सक्नुहुनेछ मेरो बहिनीले एकदमै खुसी हुँदै ड्र्यागन फ्रुट टिप्दैछ। यो मेरो लागि कोलाई मनपर्छ कमेन्ट गर्नु ल। र त्यसै गरी अस्तिको भिडियोमा जतिले मलाई माया गर्नुहुने सम्पूर्णजनाले लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु भएको थियो, त्यसको लागि धेरै धेरै धन्यवाद। यो भिडियो हुनेछ पार्ट 1। पार्ट 2 भिडियो हेर्नको लागि यो भिडियोलाई लाइक कमेन्ट र सब्सक्राइब सेयर पनि गरिदिनु होला ल। त्यसको लागि अर्को भिडियो नआउन्जेलसम्म यो भिडियो हेरेर इन्जोय गर्नु होला। धन्यवाद, बाई बाई साथीहरू।